नमस्कार साथीहरू, आज म तपाईहरूलाई एउटा अद्भुत जीवन यात्राको कथा सुनाउन लागिरहेको छु, जसले देखाउँछ कसरी कठिनाई र बाधा कहिले अन्त्य हुँदैन, बरु सफलताको पहिलो पाइला मात्र हुन सक्छ। यो कथा हो चीनका आजका सबैभन्दा शक्तिशाली नेता सी जिनपिङको। के तपाईलाई थाहा छ, यो मानिस जसको विचारधारा चीनको संविधानमा लेखिएको छ, संसारकै सबैभन्दा ठुलो देशलाई सम्हालिरहेको छ। उनको सुरुवात कहिले सजिलो थिएन। सांस्कृतिक क्रान्तिको घातक समयमा उनलाई शत्रुको छोरा भनेर गाउँमा पठाइयो, जहाँ उनले गुफा जस्तो घरमा बस्नु पर्यो, हलो जोत्नु पर्यो, मल बोक्नु पर्यो। तर त्यही गाउँलेले उनलाई एउटा पाठ सिकाइदियो, कसरी अँध्यारोमा पनि उज्यालो खोज्ने, कसरी हार मान्नु हुँदैन। आज हामी हेर्नेछौँ कसरी यो सानो केटाले कठिन सङ्घर्षलाई विजयमा परिणत गर्यो र चीनको सबैभन्दा शक्तिशाली नेता बन्ने बाटो खोल्यो। तपाईँलाई पनि यो कथाले जीवनमा हिम्मत र प्रेरणा दिनेछ, त्यसैले यो भिडियो पुरा हेर्नुहोस्। सी जिनपिङको जन्म सन् 1953 जुन 15 बेजिङमा भएको हो। उनका बुवा सी झङजुन चिनिया कम्युनिस्ट पार्टीका संस्थापक पुस्ताका नेतामध्ये एक थिए। यसले उनलाई सानैदेखि राजनीतिक वातावरणमा हुर्कायो। तर सबै कुरा सधैँभरि राम्रो थिएन। 1960 को दशकमा माओ जेडुङले सुरु गरेको सांस्कृतिक क्रान्तिले चिनिया समाजमा ठुलो उथलपुथल ल्यायो। पिता झोङ युनले राष्ट्रिय जनकाङ्ग्रेसको उपाध्यक्ष हुँदै आर्थिक सुधारको एजेन्डा लागू गर्न देङ सियाओपिङलाई साथ दिने प्रमुख व्यक्ति बने। यहीँबाट उनको सङ्घर्षको यात्रा सुरु भयो। 15 वर्षको कलिलो उमेरमै सीलाई पुनः शिक्षा अभियानमा सहभागी गराएर सानाक्सी प्रान्तको लियाङ जिहाई गाउँ पठाइयो। त्यहाँ उनी गुफामा बस्थे, गरिब किसानसँग काम गर्थे, हलो जोत्थे, गाईबस्तु पाल्थे, खोलाबाट बालुवा तान्थे। सुरुमा गाउँलेले उनलाई सहरिया नेताको छोरा भन्दै घमण्डी ठान्थे, तर उनले गाउँको दुःख बुझ्दै आफूलाई बदलिए। गाउँलेको समस्या समाधान गर्न श्रमदान गरे, इनार खने, नहर बनाए। त्यसैले गाउँलेले उनलाई गाउँको पार्टी सचिव बनाउन मन्जुरी दिए। सी जिनपिङ पार्टीमा प्रवेश गर्न 7 पटक प्रयास गर्दा पनि अस्वीकृत भए। वर्ग शत्रुको छोरा भन्दै पार्टीले स्वीकार्दैनथ्यो, तर उनले हिम्मत हारेनन्। 8औं पटकमा गाउँको सिफारिसका कारण उनी पार्टी सदस्य बन्न सफल भए। यसले उनको सङ्घर्षशील स्वभाव देखाउँछ। परिस्थिति जस्तो भए पनि हारेनन्। गाउँमा श्रम गरेपछि उनी फेरि बेजिङ फर्के। उनले चिसुङ्गा विश्वविद्यालयमा केमिकल इन्जिनियरिङ पढे। उक्त सैन्य विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीले सैन्य तालिम, प्राविधिक शिक्षा र मार्क्सवाद पढ्नु पर्थ्यो। विश्वविद्यालयमा नै सीले समूहलाई सङ्गठित गर्नेदेखि आफ्नो विचारमा अडिग रहने सिप सिकेका थिए। स्कुलमा हुने साहसिक क्रियाकलापमा पनि उनको रुचि थियो। त्यसपछि पार्टीको प्रशासनिक प्रशिक्षण मार्क्सवादमा स्नातकोत्तर पढाइ गरे। यो शिक्षा भविष्यमा उच्च स्तरको राजनीति बुझ्न ठूलो हतियार बन्यो। 18 वर्षको उमेरमा सन् 1971 चिनिया कम्युनिस्ट पार्टीको युवा लीगमा आबद्ध हुँदै सीको राजनीतिक जीवन सुरु भयो। यद्यपि कम्युनिस्ट पार्टीको सदस्यता लिन सीले 3 वर्ष कुर्नु पर्यो। यसबीचमा सदस्य हुन दिएको उनको आवेदन आयो, जसले गर्दा उनी अनिश्चितकालसम्म सत्ता सम्हाल्ने सक्ने व्यवस्था भयो। यस कदमलाई उनी नेतृत्वमा शक्तिशाली केन्द्रीकरणको सङ्केतको रूपमा हेरिएको छ। सन् 2018 पछि उनले कम्युनिस्ट पार्टी, सरकार र सेनामा आफ्नो नियन्त्रण अझ मजबुत बनाए।